हेलो एभ्रिवान, नमस्ते सेवा र सबैजनालाई। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ भोलि घुम्न जाने लागेको अनि यहाँनिर आन्टी र बोजूले चाहिँ खाजा रेडी गर्दै हुनुहुन्छ भोलिको लागि। हामी 3 दिनको लागि जानु लागेको, त्यही भएर अब यहाँ चाहिँ बोजूले रोटी पार्नुहुने अरे भोलि खाजाको लागि। यहाँ आगो फुकेर तेल तताइराख्नु भएको छ। बोजूले चाहिँ रोटी पार्नु स्टार्ट गरिसक्नु भएको छ। रोटी पार्दै हुन्छ बोजूले। यहाँ साइडमा चाहिँ आलु अनि त्यसपछि बोजूको खाजा आलु चाहिँ, अनि म चाहिँ ट्राई गर्दैछु रोटी। मिठो छ गाइस रोटी। हामी एउटा रोटी दाल चाहिँ गोठाला गर्नु हुँदैछ हो। अब मामा र म चाहिँ दाउरा काट्नु जानु लागेको छ। मामा हौ तपाईँको कपाल काट्नु न, के यस्तो पाल्नु भएको? पाल्ने यस्तै हो क्या भान्जी। अब दाउरा काट्नु, दाउरा भन्नाले पनि बाँस काट्नु जानु आँटेको, सुकेको बाँस दाउरै हो नि त त्यो पनि। हामी जाँदैछौँ, म पनि काट्छु। अनि मलाई मजा लाग्छ दाउरा काट्नु। पानी पर्दैछ यार। कपाल काटेको भन्दैन, त्यसलाई कपाल पालेको चाहिँ भन्छ। भान्जीले कुरा ल्याउनु भयो कि कति लामो लाग्नु भएको दिनु न, म काट्छु। म यतिकै मान्छे चाहिएको मलाई।
म चाहिँ गले गाइसहरू, त्यही भएर मामाले मलाई पालो दिँदै हुनुहुन्छ काट्न। मामा मजा आउँछ काट्न? एकदम मजा। हात त यस्तो भएछ गाइजहरू, आम्मामा दाउरा काटेर। अनि मामा त तपाईँको कपाल चाहिँ के हो क्या? काट्नु मन लाग्दैन कपाल? ए साँच्ची गाइस, यो चाहिँ हाम्रो डाँडा घर हो। हाम्रो मूल घर चाहिँ यहाँ छ। हाम्रो अनि गोरुलाई चाहिँ यहाँ ल्याउनु भएको रहेछ बारी मलाउनुको लागि। अनि यो हाम्रो सुन्तलाको बोट, अनि रुद्राक्षको बोटहरू छ। यस्तै छ गाउँठाउँ, उराट लाग्दो भइरहेको छ। अहिले त सब रुखको पातहरू झरेर यहाँ आँपको बोट पनि छ गाइस, फुल्दै रहेछ आँपहरू त्यो माथि। पानी पर्ला जस्तो भइरहेको छ, मौसम पनि पानी पर्छ कि पर्दैन। मामा अनि सुनाउनु न तपाईँको बारेमा केही। यसो भनिदिनु या मेरो सब्सक्राइबरहरूलाई। कस्तो पार लाग्दैन भन्नाले? के भयो अरे मामा? दाउरा झरेर तना भयो के भान्जी यहाँ। दाउरा झरे तना? एउटा दाउरा झरेर यहाँ यस्तो तना मलाई त्यति बेला आउनु लु थियो होला। आया आय म पनि डरो छु। लु काटिहाल्नु न त। ए मामाले फेरि टक टक गरेर काटिदिइहाल्नु हुन्छ नि एकैछिनमा। छ्या यो मामा त जसको तालमा हराउँछ। सक्यो होइन दाउरा काटेर? अब लाग्यो हामी गाई। अब ढुक्कै गएर सुत्ने हो भन्नु भएको। अब काम भइहाल्छ। अब गएर त्यहाँनेरि प्याकिङको लागि सघाउनु पर्छ, अरू त केही पनि छैन। गाई छैन अब यस्तै हो। अब हामी चाहिँ जाँदैछौँ, घर फर्किँदैछौँ। बाटो साँगुरो छन्। हामी चाहिँ जाँदैछौँ यताबाट। अब यताबाट जाने। अब त्यहाँ एउटा कोइराला भन्ने फुल छ क्या, कस्तो दामी फुलेको छ होइन। अनि त्यो हेर्दै हेर्दै जाने भनेको। टिप्नु त मन थियो, अब कहाँ माथि टुप्पीमा त्यहाँ फुलेको छ, मजाले देखिँदैन, अँध्यारो छ। फुलेको छ मजाले। म चाहिँ मामालाई फकाउँदैछु क्या, यहाँ कोइराला टिपिदिनु न भन्। ए माथि हाँगा झारिदिनु न भन्। झर्नु त झरेको रहेछ गाइस यस्तो, तर परबाट हेर्दा चाहिँ कति राम्रो देखिने क्या घरबाट नि। त्यहाँ तर कस्तो किन अँध्यारो आएको। फुलै फुल छ, सेतो ढकमक्क फुलेको छ, राम्रो देखिन्छ एकदमै। तपाईँहरूले सुन्नु भएको छ कि छैन गाइस? बोजूले चाहिँ यहाँ रोटी पकाइसक्नु भएछ भोलि खाजाको लागि। दामी रोटी पकाउनुहुन्छ नि बोजूले फेरि। अनि आलुदम भोलिको लागि होला सायद, तताएर लाने होला। अनि यो कराईमा चाहिँ के छ?
ढिँडो रहेछ चाखाङ भन्छ है गाइस ढिँडोलाई चाहिँ हाम्रो भाषाबाट चाखाङ। अनि यहाँनिर पनि अझै एउटा कराई छ ए मासु रहेछ यहाँ चाहिँ मासु पनि लाने अरे भोलि अनि पकाउनु भएको रहेछ। यहाँ चाहिँ चाउमिन उसिन भएको रहेछ चाउमिन खाने अरे खाजामा चाउमिन। बोजूले चाहिँ यहाँ मकै भुट्दै हुनुहुन्छ मकै पनि खाजा लाने अरे अडिलो हुन्छ अरे नि त मकै अडिलो होइन लेख लाग्छ भनेको चाहिँ लेख लाग्छ भन्नाले कस्तो हो लेख लाग्यो भने चाहिँ के हुन्छ मकै भटमा खानु बोक्नुपर्छ कि लेख लाग्छ भनेको खै यस्तो खै कस्तो लेख लाग्छ भने खै चिसो त्यस्तै छ होला हौ लेख लाग्छ भनेर चाहिँ बोक्नु हुने अरे खासमा मकै। अहिले म नि पालो दिन्छु बोजूलाई मकै भुट्न। मामा र अङ्कलले चाहिँ त्यहाँनिर ओछ्याउने ओर्नेहरूको व्यवस्था गर्दै हुन्छ। बोजूले चाहिँ एक घान भुटिसक्नुभयो अब त्यसपछि अर्को घान। बोजू अनि हाम्रो मकै भुट्ने उता पनि थियो त खोइ फुटी गएर डुलो छ हुँदैन ए नभए त्यहाँनिर भुटेको कमल हुन्थ्यो नि त्यसमा भुटेको कमल किन्नु पनि 700 पो भन्छ यहाँ छ ए ल्याउँछ नि 700 अरे बेचेको देखेन के 700 पर्छ अरे गाइज अहिले त। आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ अनि धेरै धेरै माया र साथ सपोर्ट दिनु होला।